आदरणीय मित्रहरू, आज म तपाईहरुलाई जुन यो विकासी गुलिले खास गरी यो किसानहरूलाई यो बाँदर लखेट्न उपयोगी हुने यो विकासी गुलिले अलि सजिलो तरिकाले कसरी बनाउन सकिन्छ भनेर सिकाउने छु। सबभन्दा पहिला त अब यो गुलिले चाहिँ यसको लागि मेरो त अलिकति अनलाइनबाट मगाएको राम्रो खाले गुलिले हो र नभए अब अरू घरैमा बनाएको गुलिहरूलाई पनि यसको अगाडितिर यसरी चाहिँ यो काँटी ठोकेर यो डोरी बाँधेर चाहिँ यसरी एट्याच गर्नुपर्छ लट्ठीको अगाडिको भागमा। त्यसपछि यसको यो पछाडि कस्तो बनाउन सकिन्छ भन्दाखेरि यस्तो चाहिँ यो काँटी ठोकेर त्यो अगाडिको त्यो उलाई चाहिँ यसमा अल्झ्याउनको लागि यस्तो बनाउनुपर्छ र पछि अब यो अनि अर्को कुरा यो अल्झाइसकेपछि चाहिँ त्यसलाई उठाउनको लागि उठाएर त्यसलाई फुस्काउनको लागि चाहिँ मैले यो पाइपमा यो काँटी ठोकेर यस्तो बनाएको छु। एउटा काँटीले यसरी यसलाई उठाउने काम गर्छ र अर्को काँटी भनेको यो काठमा यसरी ठोक्नको लागि यसलाई अड्डाउनको लागि ठोक्नुपर्छ। र अब यसले कसरी काम गर्छ भन्दाखेरि यसलाई अब यसरी यसमा खिचेर यसमा कक गर्नुपर्छ। यसलाई अड्काउने र यसरी यो कक भइसकेपछि यसमा एउटा केही गोली हालेर यसमा यसरी गोली हाल्ने अनि त्यसपछि यसको जुन यो लेब्री छ लेब्रीलाई खिचेर यसलाई छोड्ने। जस्तै कि अब यसरी यसलाई छोडेर यसले यसरी काम गर्छ। तपाईहरुलाई यो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया तल कमेन्टमा दिनु होला। हस्त धन्यवाद।